त दिदी भन्यो होइन त बुझ्ने भएर जब आफूले गर्नुपर्छ अनि मात्रै थाहा हुन्छ भनेको रहेछ डोन्ट क्राई प्लिज डोन्ट क्राई द सेकेन्ड पार्ट अफ हिजोको ब्लग यहाँ चाहिँ हामीको मासु बन्दैछ प्याज काटिरहेछौँ यहाँ म्याङ्गो छ अनि यहाँ अझै पाक्नु बाँकी छ त्यो पाक्दैछ सो हियर इज यो चाहिँ हल्का फ्राई गरेको अब चाहिँ कम्प्लिट भयो अब चाहिँ सब्जी पकाउन आँटेको छ यहाँ छ के भन्छ यसलाई लौकाको बोइल गर्न आँटेको कसलाई मनपर्छ त्यो त थाहा छैन मलाई चाहिँ बोइल खानु मनपर्छ सो मैले बोइल बनाउन आँटेको अनि यहाँ छ रेडी हुँदैछ अब सब्जी पकाउन आँटेको सो फाइनली हाम्रो सब्जी चाहिँ पाक्यो यसमा जान्छ हरियो धनियो अब भात पकाउँदै यसलाई चाहिँ खनाइन्छ यसलाई चाहिँ मैले यहाँ खनाइदिएँ अब चाहिँ फाइनली हामीले भात खान आँटेको छु रातिको भएको छ म चाहिँ टाइमै मात्रै हेर्छु नि जतिखेर 12:23 12:30 भइसक्नु आँटेको छ सो हामी भात खान आँटेको छु अब गेस्ट छु हाम्रोमा पाहुना आएको छ कति त गर्छ राज अब पर चप्पल देख्यो होला बहिनी भाइ मेरो थाल यम्मी डिनर सबै सक्यौँ So, want to show you something. So, आज चाहिँ अहिले चाहिँ म हुन आएको हो एकछिन बसेर आएको अस्तिको भन्दा त राम्रो भएछ बेस इफ यु वान्ट टु लभ होइन कति हाँस्नु मन छ भने चाहिँ मेरो फेसबुकमा छ त्यो भिडियो हेर्नु सक्नुहुन्छ द वर्स्ट वान यहाँ चाहिँ बन्दैछ यतिकै चाहिँ बन्दैछ This is okay, I guess. रुमको लाइट पनि मारिदिए मलाई चाहिँ निन्दा लाग्न थाल्यो पर्खिँदा निन्दा लाग्नु थाल्यो हिजोको रोटी त्यतिकै भयो उता त कक्राक्रा कुक्रू भइरहेछ गाइज नेभर माइन्ड अस्ति पनि भनेको छु अहिले पनि भनिदिन्छु हामीलाई खानुभयो भने भयो मलाई एउटा कुरा भन्नु मन लाग्यो मैले अघि हामीले बनाउँदा चाहिँ यहाँ चाहिँ पुरा कक्राक्रा कुक्रू भइरहेछ अनि यहाँ चाहिँ अहिले चाहिँ अलिक राम्रो भइरहेछ यतिकै फुलिरहेछ अहिले चाहिँ अलिक राम्रो छ किन नपुगेको रहेछ के चाहिँ नपुगेको रहेछ भनेको त मैदा नपुगेको रहेछ सबै हालेछ कि मैदा अलिकति मात्रै हालेको थियो मैदाको काम रहेछ नि त यो चाहिँ मैले आज मात्रै बुझेको जब आफूले गर्नुपर्छ अनि मात्रै थाहा हुन्छ भनेको रहेछ यो चाहिँ लास्ट हो फाइनली हामीले सक्यौँ पनि ऊ त पितृ चाहिँ ऊ त सानो उही पितृ चाहिँ सानो सिधै भएर सानो बनाएको लास्ट खत्तम भयो सो गुड नाइट गाइस भोलि बिहान फेरि भेटौँला म यो कन्टिन्यू गर्नेछु भोलि Good night, guys. Good morning. By the bed go vlog सुरु किन्ने पाइदा so अहिले चाहिँ आजले गरेको सकी अनि भाइले खाएर अब भाइहरु जान आँटेको छ सो अब चाहिँ हाम्रो बहिनीहरु पनि जान आँट्यो यहाँ छ बहिनी अनि चाहिँ भाइ रेडी गर्दैछ अनि अझै जान आँट्यो सो अब चाहिँ भेट हुन्छ ओन्ली इन अक्टोबरमा मात्रै भेट हुन्छ सो राम्रोसँग बस्नु त्यति थाहा होला आयो हो सो स्टे वेल राम्रोसँग काम गर्नु राम्रोसँग बा अब नै लागेन अब चाहिँ अक्टोबरमा मात्रै भेट हुन्छ आची हात पो धुरा आउँछ त Don't cry, please. Don't cry. I can't write it.
मेरो पनि प्याक हुन आँटेको छ अब मेरो पनि प्याक गर्ने हो म पनि भोलि जाँदैछु यो एक्लै बस्छ रुममा अनि पुरा खुसी छ अब यो रुनु आँटेको जस्तो छ हुन्छ यो राम्रोसँग जानु तिमीहरू पनि सबै तर म के भन्न चाहन्छु भने भाइले राजले कति कम्प्लेन गरेको छ तेरो बारेमा एउटा कम्प्लेन गरेको छैन सो त दिदी भन्यो होइन त बुझ्ने भएर ऊ त्यस्तो कम्प्लेन नै मात्रै आएको छ आमालाई भनिदिन्छु अरे आमालाई भनिदिन्छु भन्दैछ यस्तो कम्प्लेन यिनीहरूको कम्प्लेन पनि सुन्दा सुन्दै ठुलो हुनु साह्रो छ कम्प्लेन सुन्दा ओ दिदी हो अब यहाँदेखि निस्केपछि ओ दिदी हुन्छ ल राम्रोसँग जाने चार्ज कहाँ गर्छु ल राम्रोसँग जानु यता त हेरेर जाने कमसेकम उता पुगे अब जाँदैछ यिनीहरू बेसी रस्ता चाहिँ अर्को माथिको रस्ता छ तर सर्टकट चाहिँ सर्टकट जाँदैछ